नमस्कार, म हुँ ज्योतिषी कल्की पोखरेल। यहाँलाई मेरो कल्की पोखरेल युट्युब च्यानलमा हार्दिक स्वागत छ। श्रावण महिनामा त्यस्तो एउटा भाग्यमानी राशि छ जुन राशिको लागि केन्द्रमा, त्यो पनि यहाँलाई सुख हाउसमा, सम्पत्तिको घरमा शक्तिशाली राजयोग तपाईँको जीवनमा बनिँदैछ। तपाईँको लागि श्रावण महिनामा धन सम्पत्तिबाट सुसज्जित रहन सक्ने शक्तिशाली राजयोगहरू तपाईँलाई बनिरहेको छ। यहाँको लागि त्रिकोणात्मक प्रकारको राजयोग पनि यहाँको जीवनमा बनिरहेको छ। तपाईँको लागि वैदेशिक सम्बन्धमा यो श्रावण महिना तपाईँले चमत्कारी परिवर्तन तपाईँले पाउनुहुनेछ। सरस्वतीले पनि तपाईँको लागि वास गर्न सक्ने योगहरू बनिरहेको छ। त्यस्तो एउटा भाग्यमानी राशि छ। कालपुरुषको पहिलो राशि मेष राशि। मेष राशि भएका प्रिय महानुभावहरू, बिहानीले दिनको सङ्केत गर्दछ भने जस्तै तपाईँको लागि यो श्रावण महिना निकै शक्तिशाली राजयोगहरू मध्येको तपाईँले पाउनु भएको छ। अर्थात् 12 राशि मध्येको त्यस्तो 4वटा शक्तिशाली राशि मध्येको एउटा राशि छ, तपाईँको राशि हो मेष राशि। मेष राशि भएका प्रिय महानुभावहरू, हुन त यहाँको लागि 7.5बाट ग्रसित गरिरहेको अवस्थामा यस्तो प्रकारको राजयोग केवल मैले कसरी पाउन सक्छु भन्ने एउटा आम तपाईँलाई चासो जिज्ञासाहरू रहन सक्छ। तर पनि यो भिडियोमा तपाईँ नयाँ हुनुहुन्छ, पहिलोपल्ट हेर्दै गर्नुहुन्छ भने यो च्यानललाई अहिलेसम्म तपाईँले सब्सक्राइब गर्नु भएन भने प्लिज सब्सक्राइब गरिदिनु होला। सँगै रहिरहेको बेल आइकनमा दबाई अलमा क्लिक गर्न भने नभुल्नु होला। कार्यक्रमको दैलो उगार्न चाहन्छु। मेष राशि भएका प्रिय महानुभावहरू, तपाईँको राशिको स्वामी हो मङ्गल ग्रह। तपाईँलाई मङ्गल ग्रहले प्रतिनिधित्व गर्छ। मङ्गल ग्रह कस्तो खालको प्लानेट हो त भन्दा, यहाँ ग्रहमा हेर्नुपर्दा यो एउटा अलिकति हल्का एग्रेसिभ, थोरै एउटा अलिकति एक्टिभ खालको, कुनै पनि काम कार्यहरू गर्नको लागि भोलि गर्छु होइन अहिले नै सम्पन्न गर्न सक्छु भन्ने एउटा साहस, त्यस्तो खालको एउटा प्लानेटमा पर्दछ यो मङ्गल ग्रह। मङ्गल ग्रह यो महिना यहाँको लागि हेर्नुपर्दा कहाँ कसै गएर गोचर गर्छ भन्दा वृष राशि र मिथुन राशिसम्म गोचर गर्दछ। यो श्रावण महिनामा मङ्गल ग्रहले तपाईँको राशिको स्वामीले, जुनलाई अर्थपूर्ण तरिकाले हेर्ने गरिन्छ। किनभने कुनै पनि प्रकारको फलहरू प्राप्त गर्नको लागि तपाईँलाई मङ्गल ग्रहसँग भर पर्दछ। यहाँको लागि त्यसै गरी यो महिनामा तपाईँको लागि शक्तिशाली राजयोग त यहाँलाई मैले तपाईँले पृष्ठभूमिमा भनिसकेको छु। त्यस्ता राजयोगहरू तपाईँले कसरी पाउँदै गर्नुहुनेछ त? देवगुरु बृहस्पति यहाँलाई सुखको घरमा, सम्पत्तिको घरमा, त्यो पनि परम उच्च राशिमा बसेर यो बृहस्पतिको उच्च कोटिको फल तपाईँले पाउँदै गर्दाखेरि, यो बृहस्पति ग्रह कुन कसको घरको मालिक हो? एउटा नवौं घरको, धर्म कर्म अध्यात्मको घरको, भाग्य भविष्यसँग जोडिएको नवौं घरको मालिक केन्द्रमा आएर त्यो पनि परम उच्च भएर बस्दै गर्दाखेरि तपाईँको लागि मेष राशि भएका महानुभावहरू शक्तिशाली धन सम्पत्तिहरू जोडिन सक्ने योगतिर तपाईँको लागि यो श्रावण महिनाले केन्द्रित गर्दछ। यो महिना तपाईँलाई गएर धन सम्पत्ति कमाउन सक्ने, सम्पत्ति जोडिन सक्ने, आफन्त नातागोता इष्टमित्र कुलकै एउटा नाम रोशन गर्न सक्ने समयपरिस्थिति केवल तपाईँ मेष राशिको लागि रहँदैछ। केन्द्रको मालिक, जुन यहाँको लागि केन्द्रको मालिक यहाँलाई केन्द्रमै रहने हो, तर पनि यहाँलाई त्रिकोणात्मक प्रकारको राजयोग बनिरहेको छ। केन्द्रमा यस्तो शक्तिशाली राजयोग यहाँलाई गएर बस्दै गर्दाखेरि त्रिकोणात्मक प्रकारको राजयोगले तपाईँको जीवनको लागि सबैभन्दा एउटा विद्यार्थी वर्गको लागि पढाइका क्षेत्रहरूमा आमूल परिवर्तनहरू प्राप्त गर्न सक्ने क्षमता तपाईँको लागि रहँदैछ। दोस्रो घरबाट तपाईँको लागि के कस्ता कुराहरू हेरिन्छ त भन्दा, दोस्रो घरबाट भनेको धन सम्पत्ति, आफन्त नातागोता इष्टमित्र सबैको स्थान हो दोस्रो घर। त्यो घरमा मङ्गल ग्रह विराजमान छन् र तपाईँको लागि यो महिनामा, श्रावण महिनामा बोलिरहेका कुराहरू स्वत रूपबाट तपाईँले पुरा गर्न सक्ने खालकातिर तपाईँको एउटा केन्द्रित रहन सक्ने परिस्थिति बनिरहेको परिस्थिति छ। नभए पनि हो जस्तो बनाउन सक्ने परिस्थिति छ। तपाईँलाई यहाँलाई मैले भनिन्छ नि, बाणीमा तपाईँको लागि सरस्वतीले वास गरेको छ र सरस्वतीकै कृपाले गर्दाखेरि तपाईँको बोलीहरू पुरा हुँदै
जान सक्ने घटनाक्रमहरू सयपत्रीहरू तपाईँ मेष राशिको लागि रहनेवाला छ। मेष राशि भएका प्रिय महानुभावहरू यहाँको लागि यो दोस्रो घर तपाईँको आफन्त नातागोता इष्टमित्रको लागि पनि हो। तपाईँ नातागोता इष्टमित्रहरूबाट जति एउटा सद्भाव जति एउटा माया ममता त्यो पाउनु पर्ने हुन्छ त्यो त अलिकति कमै पाउनुहुन्छ। तर पनि तपाईँले आफन्त नातागोताहरूलाई समय दिनु पर्यो भने एउटा ज्यान दिएर अडि बढ्न सक्ने एउटा त्यस्तो प्रकारको दिव्य एउटा शक्ति तपाईँलाई यो दोस्रो घरको मङ्गल ग्रहले तपाईँको लागि बनाउँदैछ। अपार कृपाहरू यसले तपाईँलाई यहाँलाई बनाउँदैछन्। तपाईँ नबोलिकन बस्न सक्नुहुन्न, धेरै हदसम्ममा बोलिरहन सक्ने त्यस्तो एउटा विकास तपाईँलाई यो महिनाले गराउनेवाला छ। तर यहाँलाई दोस्रो घरको मालिक भनेको शुक्र ग्रह जुन पञ्चम घरमा विराजमान छन् र पञ्चमेश यहाँलाई केन्द्रमा गएर बस्दै गर्दाखेरि विद्यार्थी वर्गको लागि बोलीमा सरस्वतीको बास रहनु र तपाईँको लागि धन सम्पत्तिको कुराहरू पनि रहनु, शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गर्न सक्ने योग केवल तपाईँ मेष राशिको लागि यो महिनाले बताउँदछ। तर यहाँलाई 18 गते बाट उता मङ्गल ग्रहले लग्नको मालिक बुध ग्रह तेस्रो घरमा गएर विराजमान छन् र तेस्रो घरमा के रहन्छन् त भन्दा यहाँको लागि तेस्रो घरको मालिक तेस्रो घरमै र लग्नको मालिक तेस्रो घरमै रहिरहने समय परिस्थिति तपाईँको लागि हो। कति गतेसम्म बसिरहन्छ त भन्दाखेरि 18 गते 19 गतेसम्म यो 2 दिन तपाईँको लागि मङ्गल ग्रह र बुध ग्रह एकसाथ गएर बस्दै गर्दाखेरि यहाँलाई गएर बुध ग्रहको कनेक्सन राम्रो रहने र फेरि मङ्गल ग्रह पनि यहाँबाट दृष्टि देख्ने भएर कर्म स्थानमा रहने भएको हुनाले तपाईँको लागि एकदम धेरै पराक्रमी पुरुषार्थ योगहरू बनाउँदैछ। यो मङ्गल ग्रह र बुध ग्रहको कनेक्सन भनेको एकदम धेरै शक्तिशाली योग हो यहाँको लागि। त्यस्तो खालको कृपा पनि तपाईँलाई बन्नेवाला छ। कम्युनिकेसन अथवा सञ्चार माध्यमका क्षेत्रहरूलाई पनि तपाईँलाई यो महिनाले महत्त्वपूर्ण प्रकारका स्थानहरू दिँदै जान सक्ने योग छ। किन भन्दा यहाँको लागि यो महिना तपाईँलाई सुरुवाती चरणमा राम्रो र झन् अन्तिमको समय परिस्थिति त सोचे भन्दा झन् बढी राम्रो परिस्थिति तपाईँको लागि यो श्रावण महिनामा रहने बेला छ। लामो समयदेखिको कुनै पनि महत्त्वपूर्ण काम कार्यहरू गर्न आँटिरहनु भएको थियो तर त्यो कार्यहरू उचित ढङ्गबाट सम्पन्न भएको छैन भने प्लिज तपाईँले यो श्रावण महिनामा रोज्नु होला, सबैभन्दा उपयुक्त रहनेवाला छ। जब मङ्गल ग्रह दोस्रो हाउसमा गएर बसिरहन्छ तपाईँ बोल्दै गर्दा पनि विवादमा पर्न सक्ने समय परिस्थिति घटनाक्रम तपाईँ मेष राशिको लागि रहनेवाला छ। किन भन्दा शनि ग्रहको तेस्रो चौदृष्टि मङ्गल छ। यहाँलाई त्यसैले हेर्दाखेरि यहाँ बाढीमा केही विवादका विषयहरू बन्न सक्ने अथवा तपाईँ आफन्त नातागोता इष्टमित्रहरूबाट पीडित बन्न सक्ने परिस्थिति पनि तपाईँलाई रहन सक्छ। तपाईँको धन सम्पत्तिहरू कहीँ कतैतिर कसैले लिएको छ समयमा उठ्न सकिरहेछन् भने त्यो धन सम्पत्ति उठाउन सक्ने एउटा क्षमता त्यस्तो एउटा दिव्य शक्ति तपाईँमा एकदम प्रचुर मात्रामा ग्रह गोचरले तपाईँलाई गएर अपार कृपाहरू बर्सिनेवाला छन् जुन कुराले गर्दा तपाईँको लागि त्यो धन सम्पत्ति सहजै उठाउन सक्ने समय तपाईँ मेष राशिको जीवनमा रहनेछ। जब यहाँको लागि यो महिनाको 20 गते बुध ग्रहले मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छ, चतुर्थ घरमा जाने बित्तिकै यहाँलाई कस्तो खालको राजयोग रहन्छ त भन्दा बुध ग्रह र यहाँलाई सूर्य ग्रहले जुन बुधादित्य नामक राजयोग रहन्छ, त्यसै गरी यहाँलाई बृहस्पति ग्रह र बुध ग्रह भनेर यहाँलाई राष्ट्रपति नामक राजयोग पनि रहन्छ। यो स्थानमा बुधादित्य नामक राजयोग रहनु भनेको सुख सम्पत्ति दूरदृष्टिताको घरमा यस्तो खालको ग्रहको कृपा रहनु भनेको तपाईँले गर्न सक्ने भिजनहरू दृष्टिकोणहरू केवल आजलाई मात्रै होइन भोलि भविष्यसम्मको लागि रहन सक्ने स्थान हो र यो घर हो। त्यस्ता कुराहरू तपाईँले अवश्य पनि यो महिनामा तपाईँले पाउनुहुनेछ। तपाईँले आज गरेको डिसिसन आज गरेको काम कार्यले गरेर भोलि भविष्यसम्मको लागि अर्थात् 10औं वर्षसम्मको लागि एउटा त्यो जीवनको एउटा जुन एउटा दियो अथवा तपाईँलाई एउटा लक्ष्मीको विशेष कृपाहरू भाग्य भविष्यहरू निर्माण रहने बेला छ। आज गरेको डिसिजनले तपाईँको लागि 10औं वर्ष 20औं वर्षसम्म तपाईँको जीवन्त तरिकाले बाँच्न सक्ने एउटा प्रेरणा तपाईँलाई दिनेवाला छ। किनभने यो घर त सम्पत्तिको घर हो। यो महिनामा तपाईँले स्वाभाविक रूपबाट सम्पत्तिहरू आर्जन गर्न सक्ने सम्पत्तिहरू जोडिन सक्ने घटनाक्रमहरू यहाँलाई बनिएको छ। किनभने यो घर त माताको पनि हो, माताको पनि विशेष आशीर्वाद कृपा अनुकम्पा तपाईँको जीवनमा अपारवाला तपाईँलाई बर्सिन सक्ने समय परिस्थिति बनिरहेको छ।
यो घर समाजको पनि हो र समाज बनाउँदा पनि तपाईँलाई गएर मान सम्मान यस कृतिहरू तपाईँलाई बढ्दै जान सक्ने छ। सुख सुविधाहरू भोग विलास गर्न सक्ने घर हो चतुर्थ घर। यो चतुर्थ घरमा यस्तो खालको ग्रहको कृपाले गर्दा तपाईँको लागि यो धेरैभन्दा धेरै राम्रो प्रकारको एउटा सकारात्मक प्रकारको एउटा परिस्थितिहरू तपाईँलाई निर्माण रहनेवाला छ। त्यसैले मेष राशि भएका प्रिय महानुभावहरू, तपाईँको जीवनमा तपाईँको छातीमा तपाईँको एउटा हृदयमा एउटा हरि छ, जुन हरिले 10औं वर्षसम्मको लागि पोजिटिभ एउटा फिडब्याक दिनेवाला छ। त्यसैले गर्दा तपाईँ यो महिनामा कुनै महत्त्वपूर्ण प्रकारको उच्च ओहदामा प्रतिस्पर्धा गर्दै गर्नुहुन्छ भने त्यो उपस्थिति तपाईँलाई राम्रो छ। मेष राशिको लागि तपाईँ भएका महानुभावहरू यो श्रावण महिनामा कुनै पनि सरकारी जागिरहरू नोकरीहरूसँग कतिपय विशेषमा तपाईँ प्रतिस्पर्धा गर्दै गर्नुहुन्छ भने तपाईँको लागि यो महिना विशेष त गरी एकदम धेरै राम्रो परिस्थिति छ। त्यो कुराहरू तपाईँलाई पाउन सक्ने अथवा तपाईँको त्यो सफलता प्राप्त हुन सक्ने, सफलताको सिन्दुर लाग्न सक्ने परिस्थिति तपाईँ मेष राशिको लागि त्यो पनि श्रावण महिनामा बनिरहेको छ। श्रावण महिनामा यहाँको लागि त्यस्तो खालको ग्रहको कृपा बनिएको छ। तपाईँ मेष राशि भएका प्रिय महाहरू, तपाईँ सरकारी सेक्टरमा कुनै कुनै प्रकारका क्षेत्रहरूमा आबद्ध रहनुहुन्छ भने तपाईँको प्रमोसनहरू हुनसक्छ, बढुवाहरू हुन सक्ने चान्सेसहरू यहाँलाई बनिरहेको छ। तपाईँ पराक्रमी रहनुहुन्छ। तपाईँ कुनै पनि काम कार्यहरू गर्नको लागि आजलाई होइन भोलिको लागि मात्रै पनि सोच्नुपर्छ भन्ने एउटा त्यस्तो एउटा दिव्य शक्तिहरू तपाईँमा मिल्नेवाला छ। मङ्गलको यहाँलाई यो तेस्रो घरबाट बसेको दृष्टि 8औं दृष्टि कर्मस्थानमा रहँदाखेरि कर्मको घरबाट तपाईँलाई के हेरिन्छ त भन्दा जागिर हेरिन्छ, पेसा व्यवसाय हेरिन्छ, सेना हेरिन्छ, प्रहरीहरू हेरिन्छ, तपाईँलाई आइटी सेक्टर, इन्जिनियरिङ सेक्टरहरू हेरिन्छन्। यो क्षेत्र सर्व उत्कृष्ट योगहरू बनिरहेको परिस्थिति छ। त्यसैले मेष राशि भएका प्रिय महानुभावहरू, यो घर त यहाँको लागि कसको घर हो त भन्दा जागिरको घर हो, पेसाको घर हो। तपाईँ कुनै पनि प्रकारको जागिर हो, कतिपय कम्युनिकेसनहरू, कतिपय कुराहरूमा तपाईँ लाग्नुहुन्छ, आइटी इन्जिनियरिङ अथवा आर्मी प्रहरी, सेना प्रहरी यस्ता कुरामा तपाईँ आबद्ध रहनुहुन्छ भने सबैभन्दा उत्कृष्ट प्रकारको लाइफ केवल तपाईँ मेष राशिले पाउँदै गर्नुहुन्छ। त्यो महिनामा तपाईँलाई यो महिनामा ठुलो प्रकारको सफलताहरू मिल्ने वा तपाईँ प्रतिस्पर्धाहरूमा अगाडि बढ्न सक्ने उपस्थिति तपाईँ मेष राशिको लागि यो महिनाले दिलाउनेवाला छ। त्यसैले मेष राशि भएका प्रिय महानुभावहरू, यहाँको लागि हेर्नुपर्दा यो महिनामा विद्यार्थी वर्गहरूलाई सबैभन्दा उत्कृष्ट योग छ। तपाईँ यदि आफ्नो अध्ययनलाई, आफ्नो एउटा अध्ययनको क्षेत्रलाई अझ फराकिलो तरिकाले अगाडि बढाउन चाहनुहुन्छ भने यो समयपछि तपाईँलाई सबैभन्दा बढी राम्रो छ। किन भन्दा पञ्चम स्थानको मालिक नै सुख हाउसमा गएर बसेको छ भने तपाईँलाई गएर विद्यार्थी वर्गलाई सबैभन्दा राम्रो परिस्थिति छ। त्यसैले तपाईँ प्रतिस्पर्धाहरूमा आफ्नो स्थानहरू अगाडि बढाउन सक्ने परिस्थितिहरू तपाईँ मेष राशि भएका प्रिय महानुभावहरू तपाईँको लागि मिल्न सक्ने परिस्थिति तपाईँलाई बनिरहेको परिस्थिति छ। त्यसैले सफलताहरू पाउन सक्ने चान्सेसहरू यहाँको जीवनमा बनिरहेको हो। यो घर तपाईँलाई कसको घर हो त भन्दा सन्तान सम्बन्धीको घर हो। सन्तान सम्बन्धी प्लानिङ गर्नुहुन्छ भने त्यो पनि तपाईँलाई सबैभन्दा उत्कृष्ट योग छ। फ्यामिली प्लानिङ अथवा यो बेबी प्लानिङहरू गर्नलाई सबैभन्दा उत्कृष्ट महिना हो। अथवा तपाईँले यो समयपछि पनि तपाईँले धेरै राम्रोभन्दा राम्रो परिस्थिति पाउँदै गर्नुहुनेछ। मेष राशिको लागि समग्रमा भन्नुपर्दा आफ्नो ज्ञानको क्षेत्रलाई अगाडि बढाउने, सन्तान सम्बन्धीको प्लानिङ गर्न सक्ने परिस्थिति यो योग हो। तपाईँको सन्तानको जुन भाग्यदेश, सन्तानको कमाइबाट तपाईँ अझ सन्तुष्टि रहन सक्ने, एउटा छाती फुलाइ हिँड्न सक्ने, एउटा गर्व गर्न लायकको पात्रमा तपाईँलाई बनाउँदैछ। व्यापार बिजनेसहरूसँग सम्बन्धमा हेर्नुपर्दा पनि तपाईँलाई उत्तिकै राम्रो प्रकारको परिस्थिति तपाईँले यो महिनामा पाउनुहुनेछ। किन भन्दा व्यापार घरको मालिक यहाँलाई हेर्नुपर्दा पञ्चम घरमा छ। त्यसैले गर्दा व्यापार बिजनेसहरू तपाईँले धेरै कुराहरू पाउन सक्नुहुनेछ। तर यहाँलाई यो महिनाको 15 गते चाहिँ भने शुक्र ग्रह 6औं स्थानमा जाँदैछन्। त्यसैले यहाँलाई के कुरामा ध्यान दिनुपर्ने छ, सप्तम घर त तपाईँको एउटा रिलेसनको हो। रिलेसनमा तपाईँलाई यो महिनाको 15 गतेबाट उता भने थोरै ध्यान दिनुपर्ने कुराहरू तपाईँलाई रहनेवाला छ। त्यसै गरी यहाँको लागि एउटा त सुख हाउसको मालिक हो, अर्को 7औं घरको मालिक हो। केही कुराहरूमा रोग व्याधिको कुराहरूमा चिसो सम्बन्धीको कुराहरूबाट ध्यान दिनु होला। शत्रुहरूले तपाईँलाई एकदम धेरै दुःख दिन सक्ने चान्सेसहरू तपाईँलाई बनिरहेको परिस्थिति छ। ख्याल गर्नुपर्ने परिस्थिति तपाईँको जीवनमा रहनु नै छ। कुटनीतिक मामिलामा पनि तपाईँलाई सबैभन्दा बढी परिस्थिति राम्रै प्रकारको एउटा सकारात्मक परिस्थितिहरू जीवनमा तपाईँले पाउन सक्ने चान्सेसहरू यहाँको लागि जीवनमा बनिरहेको छ। त्यसैले मेष राशि भएका प्रिय महानुभावहरू, यहाँको लागि हेर्नुपर्दा तपाईँ यो महिना तपाईँले अरू के कस्ता खालका सफलताहरू पाउने हो भन्दा यो महिनामा तपाईँको लागि एउटा जीवनसाथीको लागि पनि तपाईँले भाग्यदेशको मोडहरू
यो महिना तपाईँलाई सबैभन्दा बढी उचित महिना परिस्थितिहरू तपाईँको लागि मिल्नेवाला छ। त्यसैले तपाईँको लागि यो महिना अरू के कुराहरूमा तपाईँले परिवर्तनहरू पाउन सक्ने चान्सेस छ त भन्दा यहाँको लागि यो महिना तपाईँको लागि आफ्नो एउटा जीवनको भाग्यदेखिको ढोकाहरू खोलिन सक्ने परिस्थिति पनि तपाईँको लागि बनिरहेको परिस्थिति छ। यो किन भन्दा नवौँ घरको मालिक तपाईँलाई सुख हाउसमा गएर बसिरहेको छ एउटा कुरो। अर्को के छ, अष्टम घरको मालिक दोस्रो घरमा गएर बसिरहेका छ। त्यसले गर्दा तपाईँलाई धेरै कृपाहरू मिल्नेवाला छ। किनभने यो स्थानबाट दृष्टि देख्दा यो चौथो चौथो दृष्टि यहाँ रहन्छ, मङ्गल ग्रहको दृष्टि। त्यसै गर्दाखेरि जब यो महिना तपाईँलाई गर्दा मेडिकल क्षेत्रहरू सबैभन्दा बढी सर्वप्रिय रहन्छ, आइटी क्षेत्रहरू पनि तपाईँलाई सर्वप्रिय रहन सक्ने समय परिस्थिति तपाईँ मेष राशि भएका महानुभावहरू तपाईँको लागि बनिँदैछ। त्यसैले यहाँले तपाईँ कुनै पनि प्रकारको आफ्नो ब्लडहरू डोनेसन गर्नको लागि पनि तपाईँलाई यो महिना धेरै राम्रो परिस्थिति छ। ल्याबसँग सम्बन्धित क्षेत्र पनि तपाईँलाई उत्तिकै राम्रो परिस्थितिहरू तपाईँ मेष राशिको जीवनमा मिल्दैछ। त्यसैले मेष राशि भएका प्रिय महानुभावहरू यहाँको लागि हेर्नुपर्दा अर्को के छ त भन्दा शनि भन्ने ग्रहको दृष्टि सिधा यहाँलाई सातौँ चौथो दृष्टि यो छैटौँ घरमा छ। छैटौँ घरबाट तपाईँलाई गएर कर्जाका कुराहरू हेरिन्छन् होइन, यसले स्वास्थ्य सम्बन्धी कुराहरू हेर्छन्। यी कुरामा तपाईँलाई सकारात्मक प्रकारको परिस्थितिहरू तपाईँलाई गएर निर्माण रहन सक्ने परिस्थितिहरू तपाईँलाई बनिरहेको परिस्थिति छ। यहाँको लागि हेर्नुपर्दा 10औँ घरको मालिक फेरि 12औँ घरमा बस्दाखेरि के रहन्छ त भन्दा वैदेशिक सम्बन्धीको विषयवस्तुहरू तपाईँको लागि सबैभन्दा महत्त्वपूर्ण छ। तपाईँ यदि विदेशतिर जान चाहनुहुन्छ, प्लानिङ गरिनु भएको छ भने सबैभन्दा उत्कृष्ट प्रकारको भाग्योदयको सङ्केतहरू केवल तपाईँले पाउन सक्ने चान्सेसहरू छ। त्यसैले यहाँलाई यो महिनामा तपाईँ विदेश सम्बन्धी प्लानिङ गर्नु होला। किन भन्दा 12औँ घरको मालिकै यहाँलाई सुख हाउसमा बसेको छ भने वैदेशिक सम्बन्धीको विषयवस्तुहरू तपाईँको लागि मिल्न सक्ने परिस्थिति तपाईँलाई बनिरहेको परिस्थिति छ। किन विदेशतिर रहनुहुन्छ भने यो समयपछि सबैभन्दा गोल्डन टाइम हो तपाईँको लागि। किन जागिर मिलेको छैन, जागिर पाउन सक्ने चान्सेस हो होइन, र पेसामा रहनुहुन्छ त्यसलाई अझ भने जस्तो प्रकारको परिस्थितिहरू लान सक्ने चान्सेसहरू हो। किन भन्दा यसको प्रभाव पाउनुहुन्छ नि तपाईँले जीवनमा, त्यो सबैभन्दा बढी अतुलनीय छ रहन्छ। जसको 9औँ घरको मालिक केन्द्रदेखिमा गएर बस्छ वा 12औँ स्थानमा गएर बस्छ भने वैदेशिक सम्बन्धीको तपाईँले पाउने योग हो एउटा कुरो। अर्को कुरो तपाईँलाई के पाउनुहुन्छ त भन्दाखेरि 12औँ घरको मालिक केन्द्र त्रिकोणतिर गएर बस्छ भने सबैभन्दा सकारात्मक प्रकारको परिस्थितिहरू केवल तपाईँ मेष राशिले पाउँदै गर्नुहुनेछ। त्यसैले मेष राशि भएका प्रिय महानुभावहरू यहाँको लागि हेर्नुपर्दा यो महिना अरू के कुराहरू छ, राहु निग्रहको दृष्टि तपाईँको लागि पञ्चम चङको दृष्टि कहाँ रहँदैछ त भन्दा यो पराक्रम स्थानमा रहँदैछ। पराक्रम स्थानमा रहँदै गर्दाखेरि यो स्थानबाट तपाईँ दाजुभाइहरू अग्रजहरू मान्यगणहरूबाट पनि यसलाई हेरिन्छ। त्यो मानेको पनि तपाईँको लागि सबैभन्दा राम्रो प्रकारको परिस्थिति तपाईँले यो महिनामा अवश्य पनि तपाईँले प्राप्त गर्न सक्ने चान्सेसहरू यहाँलाई बनिएको परिस्थिति छ। यसको 7औँ चौथो दृष्टि पञ्चम घरमा छ। त्यसले गर्दाखेरि पेट सम्बन्धी कतिपय कुरामा पनि तपाईँले ख्याल गर्नुपर्ने, ध्यान दिनुपर्ने परिस्थितिका घटनाक्रमहरू तपाईँ मेष राशि भएका प्रिय महानुभाव तपाईँको लागि रहनेवाला छ। 9औँ चौथो दृष्टि यहाँलाई हेर्नुपर्दा कहाँ रहँदैछ त भन्दा यो सप्तम घरमा रहँदैछ। सप्तम घर कसको घर हो त भन्दा सप्तम घर यहाँलाई हेर्नुपर्दा जीवन साथीको हो, जीवन सङ्गिनीको हो। कति कुरामा जीवन सङ्गिनीका स्वास्थ्यमा वा सम्बन्धमा भने थोरै दरारहरू आउन सक्ने चान्सेसहरू यहाँको जीवनमा रहनेवाला परिस्थिति छ। त्यो कुरामा तपाईँले ख्याल गरेर अगाडि बढ्नको लागि विशेष अनुरोध र अपिल यहाँ मेष राशि भएका प्रिय महानुभावहरू तपाईँको लागि गराउन चाहन्छु। यो महिनामा तपाईँको लागि अरू के कस्ता खालको योग छ, तपाईँ यदि घर घडेरी जग्गा जमिनहरू जोड्न चाहनुहुन्छ भने सबैभन्दा राम्रो छ। त्यो मानेमा तपाईँले यो जोड्दा उत्कृष्ट योगहरू प्राप्त गर्न सक्ने योग नै तपाईँलाई बनिएको परिस्थिति छ। ती कुरातिर जोड्नु, त्योतिर लाग्दा अझ धेरै राम्रो प्रकारको परिस्थितिहरू तपाईँलाई मिल्नेवाला नै छ। तपाईँ यो महिनामा अरू कुन कार्यहरू गर्न उपयुक्त रहन्छ त भन्दा जागिरको लागि बढी प्राथमिकता दिनुहोस्, राम्रो रहन सक्छ होइन। सफलताहरू पाउन सक्नेछ, मान सम्मानहरू तपाईँलाई मिल्न सक्ने परिस्थितिहरू तपाईँलाई यो महिनाले दिइरहेको परिस्थिति छ। यहाँलाई हेर्नुपर्दा यो महिना तपाईँलाई अलिकति केही शुद्धहारी कतिपय कुरामा अलि बेचैनहरू हुन सक्ने, थोरै कोलाहलको वातावरणहरू तपाईँलाई प्राप्त हुन सक्ने, थोरै झमेलाहरू हुन सक्ने
होइन सपनामा अलिअलि बरबराउन सक्ने कतिपय कुरा तपाईँलाई यो महिनामा पनि अलिअलि मिल्न सक्ने परिस्थितिहरू तपाईँलाई मिल्दै होला छ। त्यसैले तपाईँ आफ्नो जन्मपत्रिका चिना टिप्पणहरू देखाउन चाहनुहुन्छ, अनलाइन परामर्श लिन चाहनुहुन्छ भने स्क्रिनमा देखाएको WhatsApp नम्बर खुल्ला छ, जुन नम्बरबाट अनलाइन सेवा सुविधा प्राप्त गर्नको लागि बुधबारको दिनमा र औँसीको दिनमा यो सुविधा प्राप्त नरहेको कुराहरू जानकारी गराउन चाहन्छु। बाँकी समयपत्रिकामा अवश्य पनि यहाँलाई सेवा सुविधाहरू प्राप्त रहनेवाला नै छ। त्यसैले यहाँको लागि हेर्नुबाट तपाईँ यो चिना टिप्पण देखाउनको लागि स्क्रिनमा देखाएको नम्बर त खुल्ला अलरेडी छ। यहाँलाई यो कुन टाइममा भन्दा तपाईँले SMS गरेर आफ्नो समयपत्रिकालाई लिन सक्नुहुनेछ। झन् तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोपल्ट हेर्दै गर्नुहुन्छ, यो च्यानललाई सुरक्षित राख्नको लागि अहिलेसम्म सब्सक्राइब गर्नु भने प्लिज सब्सक्राइब गर्नु होला। सँगै रहिरहेको बेल आइकनमा तपाईँ अलमा क्लिक गर्न भने नभुल्नु होला। यहाँको माझबाट छुटिन चाहन्छु, अर्को दिनमा उपस्थित हुनेछु। तबसम्म मलाई बिदा दिनुहोस्। हस्त नमस्कार, शुभरात्रि, जय होस्।